लङ टाइम पछाडि हामी वेलकम ब्याक हुँदैछु के अरे यो भ्लगमा। हामी चाहिँ धेरै दिन पछाडि आयौँ किनभने बाहिर घुम्न नि पाएनौँ। यसै चाहिँ आज चाहिँ हामी के विशेष बाहिर जाने कि घुम्ने कि भन्ने प्लानिङमा छौँ। अनि नयाँ ठाउँहरूको खै भिडियोहरू केही बनाउन सकिने, भ्लगहरू बनाउन सकिने गाइज। त्यही भएर पछाडि अब घरवालीको कता जानु ला हो, कता म चाहिँ रेडी हुँदैछु, टाढै जानु ला हो। के छोरी सुत्दैछन्, हामी चाहिँ छोरी उठाएर चाहिँ घुम्न जानु पर्यो कि भनेर बस्या हो। अब घरवाली कता जानु ला हो, यस्तो ब्याग बोकेर। ओहो चिटिकै देखाएको छ त हो। अब यो हाम्रो छोरी जन्मेपछि चाहिँ कति पछाडि चाहिँ फर्स्टचोटि अब डेटिङ जाँदैछौँ होइन गाइस। यस्तै छ, बच्चाहरू भएपछि खासमा डेटिङ पनि के अरे हुँदैन। तर खास हाम्रो त बच्चा जाने पनि लभ जस्तै छ गाइजहरू होइन। धेरै पछि यस्तो भइरह छोरी उठेर हामी चाहिँ जान्छौँ। घरवाली आइना हेर्दैछ के हो, कति हेरेको हेर आइना पनि। म त यत्तिकै हिँड्न लाग्यो गाइस। केही दिन पछाडि, केही महिना पछाडि चाहिँ नयाँ ठाउँ, नयाँ देश, नयाँ कुराहरू देख्न पाउने छ भ्लगमा। अहिले चाहिँ नेपालमा यस्तै छ। अब नेपालमा हेर्नु न, अहिले वातावरणको स्थिति पनि यस्तै छ। बाहिर हिँड्यो भने आँखा पिरो भएर होइन हिँड्नै सक्दैन। अब त्यस्तो घुम्न लायकको ठाउँ पनि छैन नेपालमा। धुलो हिलो मोलो सबै यस्ता छन् गाइजहरू होइन। आन्दोलन भइरहेछ बाटोघाटोतिर, लडाइँ झगडा के हो। नेपालमा बस्न सक्ने स्थिति छैन गाइजहरू होइन। सो नयाँ कुराहरू, नयाँ ठाउँहरू देखाउनेछौँ। केही समयपछि धैर्य गर्दै गर्नु होला। हामी चाहिँ अहिले चाहिँ अब केही दिनपछि चाहिँ बाहिर जान लाग्छौँ। छोरी, हामी, बुढी, म। सक्यो तयारी भएर रेडी भए। मेकअप पाउडर साउडर लाउनु पर्दैन? पाउडर नलाउने, यति सिम्पल। लिपस्टिक सिपस्टिक लाउनु पर्दैन? मेरो बुढी चाहिँ यस्तो छ, लिपस्टिक सिपस्टिक पाउडर साउडर केही पनि लगाउँदैन गाइज होइन। सिम्पल बुढी। हजुरहरू सबैले अब के ब्याग गर्दै? कोरियाबाट हो? फेरि अब म कुन देश जाने त्यहाँ? हो ल ठिक छ। अब त्यहाँ अब साइप्रसबाट चाहिँ कस्तो खालको ब्याग ल्याइदिनु? साइप्रसबाट चाहिँ त्यो के अरे के को ब्याग भने त्यो के को छालाबाट र के अरे त्यो डाइनोसरको छालाबाट बनेको चाहिँ सरप्राइज बुढीको लागि ब्याग ल्याइदिने भन्ने मैले बाचा गरेको छु गाइज। त्यो ब्याग पनि केही समयपछि म देखाउने छौँ गाइज। अहिलेलाई हेर्दै गर्नु होला। अहिलेलाई हामी बिदा हुन्छौँ।